ल सुरु गरौँ गफ। अनि यता भन्दा नि त्यता यता बढी क्यामेरामा हेर्नु पर्यो नि त। के हो नि दाइले चाहिँ लास्टै झ्याउ गर्नुभयो आज। खासमा 9 बजे प्रोग्राम लाग्यो भनेको अहिले चाहिँ कति बजे 10:30 भइसक्यो। अनि हामी चाहिँ दुईजना एउटै सिफ्टमा छौँ होइन। भोलि 4 बजे फेरि काममा जान्छ। अनि मैले चाहिँ गफै हान्दाखेरि सुरुमै अन्त गफै हो। परिचय गर्नुपर्दा चाहिँ मसँग मेरो बहिनी छन् होइन, रेखा बहिनी छन्। अनि हामी चाहिँ सानो एउटा पोडकास्ट टाइपको गरौँ भनेर गर्न लागिरहेछौँ। अनि बहिनी के छ? ठिक छ दाइ, ठिक छ। सुरु चाहिँ कहाँदेखि गरौँ भने तिम्रो बाल्यकालदेखि गरौँ न त। कस्तो थियो तिम्रो बाल्यकाल? मेरो त एकदमै पहिल्यैदेखि रमाइलो। स्कुल लाइफ कस्तो थियो? स्कुल लाइफ ठिकै पढ्नु पर्थ्यो धेरै, त्यही हो। रमाइलै हो। बाल्यकाल धेरै रमाइलो हो दाइ। राम्रो ठाउँमा हुर्केका, अनि वातावरणहरू, परिवार सबै राम्रो। कतिको ट्यालेन्ट मान्छे रेखा बच्चा बेलामा? ट्यालेन्ट चाहिँ होइन, पास हुनेवाला मात्र हो। पास हुने मात्रै। अनि बाल्यकालमा केही त्यस्तो रमाइलो केही इन्सिडेन्टहरू छ भने सुनाउनु न त। बाल्यकालको त त्यस्तो रमाइलो छैन दाइ। कतिको चकचक्यो कतिको गर्थ्यो सबैजनाले ज्ञानी भन्नुहुन्छ मलाई चाहिँ। एकदमै ज्ञानी बच्चाले आफूले आफैलाई। अहिले कस्तो छु? अहिले नि ज्ञानी होइन, अहिले त एकदम ज्ञानी। किनकि अब यो उमेरमा आउँदा त हरेक मान्छे अब सबै कुरा देखेको हुन्छ, सबै कुरा भोगेको हुन्छ। त्यो हिसाबले पनि ज्ञानी त हुने नै भयो। अहिले त सबै कुरा बुझेको मान्छे होइन। र बाल्यकालमा त हामीलाई केही थाहा हुँदैन नि त। त्यो उमेर भनेको त हामीलाई केही थाहा नभएको उमेर हो। हामीलाई मनले जे चाहन्छ त्यही गर्ने उमेर हो नि त। त्यो हिसाबले पनि त्यो उमेरमा चाहिँ अब कस्तो, म पनि फेरि त्यस्तो चकचके मान्छे होइन बच्चा बेलामा त। म पनि ज्ञानी नै हो। स्कुल पढ्दाखेरि पनि उदाहरणको रूपमा लिनु पर्दाखेरि म उदाहरण बन्ने व्यक्ति हो बच्चा बेला चाहिँ। बच्चा बेलामा पनि त्यो, त्यही भएर पनि अब तिम्रो बच्चा बेला कस्तो थियो भनेर थोरै जान्नुपर्ने, जान्न मन लाग्यो कि मलाई। अनि किनकि अहिले मैले देख्दाखेरि तिमी एकदम व्यावहारिक देखिन्छौ नि त। एकदम व्यावहारिक देखिन्छौ, व्यावहारिक मान्छे छौ, सबै कुरा बुझेको जस्तो छ होइन। त्यो हिसाबले तिमी बच्चा बेलामा कस्तो थियौ भन्ने कुरा अब जान्न मन लाग्यो नि त। त्यो हिसाबले अनि अब सब ठिक छ? अनि नेपालमा त तिमीले राम्रै गरिरहेको थियो होला नि होइन? राम्रै चलिरहेको थियो होला घर परिवारसँग बसेर। तिमीलाई चाहिँ कुन पोइन्टमा आएर लाग्यो कि होइन चाहिँ विदेश जानुपर्छ, विदेश ठिक हुन्छ अब भन्ने चाहिँ तिमीलाई कुन पोइन्टमा गएर लाग्यो? यस्तो भयो, एसएलसीसम्म चाहिँ बाबा मम्मीसँगै बसेर पढेँ होइन। अनि त्यसपछिको चाहिँ मेरो स्टार्टिङ चाहिँ त्यहाँबाट भयो जब म घरबाट टाढा काठमाडौँ सिटीमा बसेर पढ्न थालेँ। पढ्दा पढ्दैखेरि अब पढेर मात्रै हुँदैन, जागिर पनि गरौँ भने अनि म सहकारीमा जब गर्न थालेँ। अनि त्यसपछि 7 वर्ष जति लगभग मैले 6-7 वर्ष जति चाहिँ म सहकारीमै काम गरेँ। अनि त्यसपछि त अब त्यति चाहिँ पुगेन नि त होइन। सबै कुराहरू महँगिँदै गयो। अनि सबै आफ्नो निडहरू पनि फुलफिल गर्न नि गाह्रो हुने जस्तो, किनभने स्यालेरी एकदमै कम हुन्छ नि त। त्यो कारणले गर्दाखेरि चाहिँ अब अरू त अपर्च्युनिटी त्यस्तो राम्रो जस्तो देखिनँ मैले नेपालमा। ल गइदिउँ न त विदेश भनेर एउटा सानो के पोइन्टमा आएर मैले सोचेँ। त्यसपछि फर्स्ट ट्राई थियो, फर्स्ट ट्राईमै सक्सेस भएँ। 1-2चोटि डकुमेन्ट हाल्ने त्यस्तो चाहिँ गर्नु परेन। सोचेँ त्यहाँदेखि त्यही अनुसार भइहाल्यो। अनि आइहालेँ तपाईँहरूसँग भेट भयो। दाजु बहिनी 2जना मात्र होइन? दिदी दाइ अनि म। दिदी दाइ अनि दिदीको बिहे भइसक्यो। अनि घरमा दाइ र तिमी मात्रै भनेपछि अब घरमा बाबा आमा पछि त सबै कुरा सम्हाल्नु पर्ने जिम्मेवारी लगभग तिमीमा आयो भनौँ न होइन। दाइ आयो, दाइ पछि तिमीमा आयो। त्यो हिसाबले पनि सबै कुरा हेर्नुपर्ने भयो। अनि मेन चाहिँ नेपालमा जागिर गर्दा पनि त राम्रै थियो होला नि त परिवारसँग। अब नजिकै नेपालमै बसेर जब गर्दाखेरि सजिलै थियो होला नि त। अब विदेश आउनुपर्छ, त्योमा नि युरोपै आउनुपर्छ भन्ने सोच चाहिँ कहाँबाट आयो?
त्यो चाहिँ नेपालमा नै ठिकै थियो ठुलो र ठिकै मात्र थियो, आफूलाई मात्र थियो नि त। अब विदेश भनेको चाहिँ अब फ्युचरको लागि पनि अनि अब फ्यामिलीलाई पनि अलिक सपोर्ट हुन्छ नि त। अब नेपालमा गरेर चाहिँ फ्यामिलीलाई कुनै पनि सपोर्ट गर्न सकेको थिइनँ मैले, किनभने आफूलाई मात्र पुग्ने हुन्थ्यो। अनि अब साथीभाइ भन घुम त्यस्तै त हो नि होइन, जेनजीहरूको त्यस्तै त हो नि। अनि त्यही भएर अब युरोप नै अरूले चाहिँ सजेस्ट गर्नुहुन्थ्यो मलाई अब स्टुडेन्ट भिजामा अस्ट्रेलिया अमेरिका गर भनेर। तर मैले चाहिँ जापान पनि भन्नुभएको थियो कतिजना धेरै, अहिले त जापान स्टुडेन्टमा धेरै गइरहेको थियो नि त। स्टुडेन्टमा चाहिँ गर्न मन लागेन मलाई, किनभने पढ्नै मन लागेन पढ्नै मन लागेन, जसरी पनि पढ्नै पर्ने हो नि त। अनि त्यही भएर दाइ पनि यही थियो। अनि त्यसपछि ओभरअलमा बुझ्दाखेरि चाहिँ ल ठिक छ नि त, त्यसपछि दाइ भएको ठाउँमा पनि छ, फ्यामिलीलाई भन्न पनि ठिक हुन्छ। त्यसपछि म स्लोभेनिया नै गर्छु भनेर अनि म यही कन्ट्रीमा प्रोसेस गरेको हो। त्यो सबै ठिक छ होइन। अब विदेशको लागि प्रोसेस पनि गर्ने भयो, विदेश जाने पनि भयो, त्यो सोच एउटा मेन्टालिटी बनाइसक्यो होइन। त्यो बनाइसकेपछि तिमीलाई जब फर्स्ट टाइममा अब विदेश जाँदैछु है भन्दाखेरि त्यो कस्तो मनमा कस्तो खालको उत्सुकता थियो, मतलब कस्तो खालको फिलिङ्स भइरहेको थियो त्यति बेला? अब नेपालको काम यतात्यतिले फ्रस्ट्रेट जस्तो भएर नि दुःख गर्छु। अब सबै साथीहरू विदेशमा नि थिए नि त, अनि उनीहरूको लाइफ यतात्यता देख्दाखेरि चाहिँ ल होइन दुःखै गर्छु, जान्छु। अब भिजा नआउँदैसम्म त डर पनि लागिरहेको थियो नि त, आउँछ कि आउँदैन भन्ने पनि भइरहेको थियो नि त होइन, रिजेक्सन चान्स पनि थियो। अनि आइसकेपछि चाहिँ अब होइन गर्छु नै भनेर आफ्नै खुसीले आफै लिएको डिसिजन हो। खुसी नै थिएँ, कसैले फोर्स गरे पनि होइन, कसैले तिमी यहाँ जाऊ भनेर भने नि होइन, आफै डिसिजन लिएर आफै खोजेर आफै आएको एकदम। फर्स्ट टाइम जब तिमी भिजा सिजा सबै आयो होइन, फ्लाइट टिकट रेडी भयो, फर्स्ट टाइम तिमी जब उड्ने भनेर रेडी हुन थाल्यौ नि, फर्स्ट टाइम विदेशको यात्रा गर्दैछु है भन्दाखेरि जब तिमीलाई अब म चाहिँ उड्नु 1 घन्टा छ, आधा घन्टा छ भन्दाखेरि कस्तो फिलिङ्स भइरहेको थियो त्यति बेला? म चाहिँ खासमा म चाहिँ खासमा लास्ट आवरमा सबैतिरको उताको कामहरू सबै सकिसकेपछि लास्ट आवरमा चाहिँ म पशुपतिनाथ मन्दिर गएर अनि बिदाई भएको। अनि त्यही भएर अब डर पनि लागिरहेको थियो। फर्स्ट टाइम फ्लाइट पनि मेरो फर्स्ट टाइम हो, अहिलेसम्म इन्टरनेसनल कुनै पनि थिएन, फर्स्ट फ्लाइट थियो। अनि डर पनि थियो मनमा, अब सबैजनासँगबाट टाढा जानु छ, अरूको देशमा जानु छ होइन। अब एक मनले त खुसी पनि छु, अब दुःखी पनि थिएँ, तर आफूलाई चाहिँ अब दुःखी भएर होइन नि त, पोजिटिभ भएर आफू अगाडि हिँडेको भने पक्कै पनि पोजिटिभ हुन्छ भनेर एकदमै घरबाट नि सबैजनाको राम्रोसँग आशीर्वाद लिएर नै म आएको। अनि तिमीलाई जब फर्स्ट टाइम तिमी नेपालदेखि फ्लाइट भयो, प्लेन चढ्यौ आयो होइन, ल्यान्डिङ भयो, ल्यान्डिङ भएपछि फर्स्ट टाइम विदेश आयो नि त, के तिमीले डिफ्रेन्स फिल गरेर नेपाल र विदेशमा चाहिँ कस्तो फिल भयो तिमीलाई? डिफ्रेन्स त धेरै नै, आफ्नो देश छुट्टै जस्तो भए पनि जे भए पनि आफ्नो देशको त छुट्टै माया हुन्छ नि त। अब यहाँ आयो होइन, ल्यान्ड भयो, अब मान्छे नयाँ छ, भाषा फरक छ, ठाउँ सबै कुराहरू फरक छ। अनि अलिक डिफ्रेन्ट भयो, डर लाग्यो, ला कता आयो, त्यो आकाशमाथि त्यो बादलमा उडेर हिँड्दाखेरि होइन, ला कहाँ हो अब कहिले होला फर्किन पाउने यसै गरी भन्ने त्यो दिमागमा कुराहरू खेल्दै अनि हल्का भ्यूहरू हेर्दै दुःखी पनि खुसी पनि हुँदै बोथ साइड छ, मिश्रित थियो त्यो एकदमै। अनि अब अहिले त विदेश आएर पनि अब लगभग 1.5 महिना बितिसक्यो होइन, 2-3 महिना 3 महिना बितिसक्यो। अनि अहिले यहाँ 3 महिना बसिसक्दा र नेपाल हेर्दाखेरि तुलना गर्दाखेरि तिमीलाई कुन लाइफ चाहिँ बेटर लाग्छ जस्तो लाग्छ तिमीलाई? कुन लाइफ चाहिँ बेटर हो जस्तो लाग्छ? के डिफ्रेन्स पाउँछौ युरोप र नेपालमा चाहिँ तिमीले कम्पेयर गर्नु पर्यो भने के चाहिँ डिफ्रेन्स पाउँछौ?
अ, अब आफ्नो जन्मठाउँ त रमाइलो राम्रो त नेपाल नै हो। तर यहाँ आइसकेपछि पनि अब हाम्रो नेपालीहरू हामी नेपाली भयौँ नि त हाम्रो ग्रुप पनि एकदम रमाइलो भयो। सबैजना नेपाली भयौँ। अनि प्लस यताको इन्भाइरोमेन्ट पनि अलि नेपालको जस्तो भाइब्स आउनेवाला छ नि त। अनि लाइफ चाहिँ एकदम धेरै बिजी दगुरादगुर होइन खानुको टाइम छैन सुत्नुको टाइम छैन अनि काम मात्र यता त्यति गर्दाखेरि चाहिँ बिजी लाइफ चाहिँ हुँदो रहेछ। अब नेपालमा चाहिँ अब हुन्छ नि त भनेर जसरी पनि चल्छ नि त नेपालमा त्यो चाहिँ फरक त फरक नै छ। अब अहिलेसम्मलाई चाहिँ म होमसिक चाहिँ भएको छैन। तपाईँहरू सबैजना रमाइलो खालको मान्छेहरू भएको भएर त्यो भएर नत्र एक्लै भएको भए चाहिँ एक्लै भएर अनि अरू आफ्नो कन्ट्रीको भन्दा अरू कन्ट्रीको मान्छेहरूसँग अब बस्नु परेको यता त्यति भएको भए चाहिँ गाह्रै हुन्थ्यो नि त। हामी सबै भयौँ तिमीलाई यहाँ सजिलो त सबै कुरामा लगभग धेरै कुरामा सजिलो त भयो नै तर पनि तिमीलाई फर्स्ट टाइम विदेश यात्रा गर्दाखेरि एकदम तिमीलाई एकदम हार्ड भएको चिज चाहिँ यहाँ आउँदाखेरि तिमीले फिल गरेको चाहिँ हार्ड चाहिँ के चिजले तिमीलाई फिल गर्यो कि मेरो लागि यो चाहिँ अलिकति हार्ड नै हो भन्ने खालको चाहिँ के फिल गर्यो तिमीले? त्यो त म अब अहिलेसम्म म अफिसर बनेर काम गरिरहेको थिएँ होइन। अब आएर ठ्याक्कै अब हुन्छ नि तपाईँहरूसँगको बराबर काम गर्नु पर्यो नि त होइन। त्यो चाहिँ टोटल्ली डिफ्रेन्स थियो मेरो लागि। अनि त्यो काम नै हो सुरुमा त अलिक गाह्रो पनि भयो नि त फरकै थियो नि होइन। अनि त्यो सरकारीमा अफिसियल काम गरेको मान्छे एकैचोटि अर्काको देशमा आएर प्याकिङको काम डिफ्रेन्ट काम त्यो पनि अब हुन त छोराछोरीमा बराबर भन्ने राखिन्छ भिन्नता भन्ने हुँदैन भन्ने सोच राखिन्छ होइन। तर पनि अब केही शारीरिक बलको हिसाबले त तागतको हिसाबले त छोरा मान्छेहरूभन्दा छोरी मान्छेहरू अलिक कति कम नै हुन्छन् होइन। त्यो हिसाबले पनि अब यहाँ आएर छोरा मान्छेहरू बराबरै काम गर्नुपर्दा त्यो अलिकति अब गाह्रो त हुन्छ नै। त्यो माथि नि फर्स्ट टाइम विदेशको यात्रा भयो विदेशमा आएको मान्छे हो अन्त कति एक्सपिरियन्स नभएको मान्छे होइन त्यो त गाह्रो हुन्छ नै। अनि यदि कोही नेपालदेखि भनौँ अब अझै कोही अपकमिङ मान्छेहरू आउँदैछन् भने नयाँ मान्छेहरू आउँदैछन् भने उनीहरूलाई तिमीले सजेस्ट दिनु पर्यो भने के सजेस्ट दिन्छौ? अब आउन त अब नेपालमा चाहिँ अहिलेको सिचुएसनमा राम्रो अपर्च्युनिटीहरू नपाउँदाखेरि अब आफ्नो फ्यामिली ग्रो अप गर्नको लागि यताउतिको लागि त मान्छेले बाहिर आएर गर्छु मेरो फ्यामिलीलाई राम्रो बनाउँछु अब आफ्नो करियरहरू राम्रो बनाउँछु भनेर आउनुहुन्छ भने चाहिँ ठिकै छ आउनु दुःख गर्नु तर काम गरिसक्नु सिकिसकेपछि चाहिँ आफ्नै देशमा गएर चाहिँ केही गर्नुपर्छ होइन। त्यही नै भन्छु आउनुहोस् सक्नुहुन्छ भने आउनुहोस् गर्नुहोस् त्यही नै हो। नआउनुहोस् नि भन्दैन किनकि आफू आइसकेको छ नि त आफू आउने अरूलाई नआऊ भन्न पनि त हुन्छ नि होइन। फेरि भोलि हेर्न आफू यहाँ आएर नेपालको मान्छेलाई नआउनुहोस् भन्यो भने नेपालको मान्छेले के सोध्छ भने आफू गएर चाहिँ कमाउनु हुने आफू गएर चाहिँ गर्नु हुने हामीलाई चाहिँ नआउनु भन्ने त्यो मैले धेरै देखिरहेको पनि छु धेरै सुनिरहेको पनि छु। त्यो नेपालमा बसेको मेन्टालिटीको मान्छेहरूको त्यो सोच हुन्छ नै क्या भन्छन् नै। गाह्रो त गाह्रो नै छ सोच्यो भन्दा गाह्रो नै हो होइन। अब नेपालमा जस्तो ल नि त एकछिनपछि गरौँला भोलि गरौँला भन्ने चाहिँ यहाँ त हुँदैन। एउटा टाइममा चलेपछि त्यो टाइमभित्र सबै कुराहरू कम्प्लिट गरिसक्नु पर्यो। हामी टाइममा चल्ने हो निन्द्रा भोक सबै त्यागेरै दगुर्ने हो नि त। त्यो गाह्रो चाहिँ छ त्यो कुरा चाहिँ अब मेन्टल्ली प्रिपेयर भएर म जस्तो सिचुएसन भए पनि म गर्छु भनेर चाहिँ आफू चाहिँ प्रिपेयर भएर आउनुहोस् गर्नुहोस् होइन आफ्नो फ्यामिली राम्रो गर्नुहोस्। अब यदि अब राम्रै नेपालमा राम्रो अपर्च्युनिटी आफ्नो अनुसारको पाउनुहुन्छ भने चाहिँ अब नेपालमा नि राम्रो छ पायो भने चाहिँ। पाएन र जबलेस भएर बस्यो भने अप्सन भनेको यही हो विदेश नै हो। अब रेमिट्यान्सले चाहिँ अब देश चलाउने त्यही नै हो होइन। रेमिट्यान्सले नि अधिकांश त नेपाल लगभग अब 70-80% त रेमिट्यान्सले चलेको देश हो किनकि नेपालको 70-80% युवाहरू नै सबै नेपालदेखि बाहिर छन्। त्यो हिसाबले पनि अहिलेकोमा कस्तो छ नि जाँदिन कति मान्छेहरूले अब आफ्नो राम्रै सरकारी जागिरहरू अनि आफ्नो राम्रै कामहरू पनि अब राम्रो
सालेरी यतात्यति नभएको भएर त्यागेर पनि त मान्छे हिँडिरहेको छ नि त। एकदम किनभने अब फ्युचरको लागि सोच्छ नि त जसले पनि एकदम होइन। हामी जस्तो यतिकै सानो बच्चाहरूले त अब भोलि फ्युचर के होला भनेर आइरहेछ भने कोही त फ्यामिलीसँगको मान्छे उनीहरूलाई राम्रो एजुकेसन दिनुपर्यो, राम्रो घर, गाडी सबैको त सपना हुन्छ नि होइन। अनि एकदम त्यो फुलफिल गर्न सकेपछि चाहिँ अब मान्छेले होइन विदेशै हो भनेर रोज्नुपर्ने बाध्यता पनि छ नि त। एकदम त्यही कारणले पनि सपना त सबैको हर कोहीको सपना हुन्छ। हो। रेखाको सपना चाहिँ के हो त? मेरो त धेरै सक्सेस भएर धेरै माथि पुग्नु छ मलाई। अनि एकदम आकाङ्क्षी मान्छे हो, महत्त्वकाङ्क्षी मान्छे हो रेखा। मतलब सपना अलि ठुलै देख्नुपर्छ भन्ने खालको मान्छे हो। पछि फ्युचरमा चाहिँ अब बिजनेसम्यान भएर बस्नु मन चाहिँ के भनेर चाहिँ नभनौँ होइन। तर त्यो तर बिचमै काटे सरी तिमी स्कुल लेभलमा पढ्दै थियौ नि, जुन 9, 10मा पढ्दै थियौ, अनि तिमीलाई त्यति बेला लाग्थ्यो कि म भोलि विदेश जान्छु, म यो दुःख गर्छु भनेर तिमीलाई त्यति बेला सोच थियो कि त्यति बेला चाहिँ तिम्रो ड्रिम के थियो? त्यति बेला के बन्नु मन थियो त्यति बेला तिमीलाई? त मेरो सोच थिएन विदेश आउने सोच चाहिँ म ब्याचलर पढ्दै गर्दाखेरि आएको डिसिजन हो। त्यति बेला त मलाई मेरो बेस्ट फ्रेन्ड अहिले अस्ट्रेलियामा छ। उसले +2 दिएर उसले अस्ट्रेलियाको लागि प्रोसेस गरेको। त्यसले मलाई यति धेरै फोर्स गर्थ्यो कि जाऊँ भनेर। अनि मलाई त्यति बेला मलाई छ नि भित्रको मेरो आत्माले हुन्छ नि जा रेखा भनेकै थिएन। म जाँदिनँ नै भनेको थिएँ होइन। अनि ब्याङ्किङ सेक्टरतिरै जान्छु, सहकारीबाट ब्याङ्क हुन्छु भन्ने चाहिँ सोच्थेँ। जे गरे पनि मतलब नेपालभित्रै गर्छु, जागिरै गरे पनि नेपालमै गर्छु अथवा अरू केही गरे पनि नेपालभित्रै गर्छु भन्ने थियो होइन। तिम्रो र मेरो चोइस लगभग मिल्दो रहेछ। मैले पनि कहिले पनि म सोचेको थिइनँ म विदेश आएर यसरी दुःख गर्छु भनेर, कहिल्यै सोचिनँ। म स्कुल लेभलमा जहिले पनि म बिजनेस गर्नुपर्छ, तर नेपालभित्रै गर्नुपर्छ। चाहे त्यो सानो होस् चाहे ठुलो होस्, तर सुरुवात सानोदेखि गर्नुपर्छ, तर नेपालमै बिजनेस गर्नुपर्छ भन्ने मेन्टालिटी थियो कि मेरो पनि स्टुडेन्ट। तर अब जिन्दगी भनेको सबै अब सोचे जस्तो आफूले भने जस्तो हुँदैन होइन। अब हरेक कुरा हामीले यो गरौँ भनेर त्यही अनुसार हुँदैन। किनकि कति कुराहरू अब कम्पेयर गर्दै अब होइन जे छ त्यसमा सन्तुष्टि हुँदै आउनुपर्छ। म पनि कहिले सोचेको थिइनँ कि म विदेश आएर यसरी दुःख गर्छु भनेर। म नेपालमै बरु सानो होस् आफ्नो बिजनेस सुरु गर्छु र नेपालमै केही गर्छु भन्ने सोच्थेँ। तर पोइन्ट यस्तो आयो कि मलाई विदेश आउनै पर्ने सिचुएसन आयो। अब हुन त अब आर्थिक हिसाबले घर परिवारको सपोर्टको हिसाबले भन्ने त मलाई विदेश आउनु पर्थेन। तर आफ्नै सोचले गर्दाखेरि अब आफूभित्र कुनै पोइन्ट आयो नि त एउटा पोइन्ट, जब कसैले तिमीलाई एक शब्द नराम्रो भन्यो भने त्यो कसैले धेरै कुरा कहिलेकाहीँ कसैले एकदम धेरै कुरा भनिराख्नै पर्दैन क्या। मान्छेलाई परिवर्तन गर्नको लागि कसैले यति एक शब्द मात्रै भन्यो भने त्यो मान्छे परिवर्तन हुन्छ क्या। मेरो लाइफमा पनि त्यस्तै भयो। कसैले मेरो लाइफमा एक शब्द भन्ने त्यो शब्दले गर्दाखेरि म परिवर्तन खुलाउन म चाहन्छु, किनकि यो अलिक पारिवारिक हो, त्यो भएर म खुलाउन चाहन्न। अरू बाहिरको मान्छे भएको मजाले भन्थेँ म खुलाउँथेँ, त्यो अलिक थोरै पारिवारिक छ त्यही भएर म खुलाउन चाहन्न। त्यो एक शब्दले गर्दा चाहिँ म आज यो ठाउँमा छु क्या। न त म नेपालमै मजाले बिजनेस सानो भए पनि बिजनेस गर्नुपर्छ। बिजनेस भनेको सानो होस् ठुलो होस् आफ्नै हो। दुःख गरे पनि आफ्नै लागि हुन्छ, सुख गरे भए पनि आफ्नै लागि हुन्छ। जति लगानी गरिन्छ हामीले आफ्नो लागि गरिन्छ भन्ने हुन्छ नि त बिजनेसमा त। अरू यहाँ आएर विदेशमा जस्तो अरूको अन्डरमा गाली खाइ अनेक दुःख गर्नु पर्दैन नि त। त्यो सोच हुन्थ्यो क्या मलाई। अनि त्यो भएर हो भनेपछि तिमी पनि त्यो विदेश आउने मेन्टालिटी मान्छे त होइन? 3 वर्ष अगाडिको रेखाको दिमागमा चाहिँ विदेश आउने चाहिँ होइन। तर अहिले त्यो समयमा हामी त बरु यतिको सोच्थ्यौँ। तर अहिलेको समयमा त अहिले लगभग 4-5 कक्षाको स्टुडेन्टहरूलाई सोध्न के गर्छस् भन्यो भने प्राय मान्छेको एब्रोड नै एन्सर हुन्छ क्या होइन। किन यस्तो सिचुएसन आयो जस्तो लाग्छ तिमीलाई? खास किन?
सायद मान्छेले अब अहिले सोसल मिडियाहरू धेरै छ नि त मान्छेले त्यो भिडियोहरू टिकटकहरू हुन्छ नि सबै हेर्दाखेरि चाहिँ सायद उनीहरूको लाइफ देखेर होइन अनि रमाइलो अब एकछिनको रमाइलो हामीले नि भोग्यौँ नि हेर दाइ 6 एकदम दिनसम्म लोड काम गरेर एक दिन हामी गएर काहीँ समुद्रतिर गएर भिडियो स्मार्ट बनेर आइफोन बोकेर भिडियो देखिन्छ नि एकछिनको सायद त्यो रमाइलो देखेर कसैले चाहिँ होइन यो लाइफ चाहिँ रमाइलो छ त्यस्तो रमाइलो हुँदो रहेछ भन्ने पनि सोच आएर पनि होला होइन कतिले चाहिँ अब कतिको चाहिँ कस्तो पनि छ भने दाइ एकदमै फ्यामिलीमा गाह्रो भएको मान्छेहरूले पनि विदेश गएको बच्चा-बच्चीहरूले चाहिँ अनि फ्यामिलीलाई राम्ररी ग्रो अप गरेको पनि छ नि त। अनि त्यो देखेर पनि सायद होइन फलानाले त विदेश गएर गर्यो, म चाहिँ नेपालमा वरिपरि गर्न सकिनँ, म पनि विदेश गएर गर्न सक्छु कि भनेर पनि आउने पोजिटिभ नि छ, नेगेटिभ नि छ नि त होइन? त्यो पनि हुनसक्छ है त्यो पनि हुनसक्छ। तर अर्को कुरा के मलाई चाहिँ विदेशमा भएको जति पनि तिमी हामी होस् या अरू धेरै मान्छेहरू जो पनि विदेशमा आएको छ जसले विदेशमा होइन नेपालभन्दा बाहिर आएर स्ट्रगल गरे त्यो मान्छेले आफ्नो दुःख देखाउनै सक्दैन देखाउन पनि चाहँदैन किन होला कि त्यो चाहिँ अब मान्छेले किन होला दाइ दुःख त अति पाइरहेको हुन्छ नि त होइन दुःख अति गरिरहेको हुन्छ नि त तर जति दुःख महिनामा 30 दिन 28 दिन 27 दिन दुःख गऱ्यो भने एक दिन चाहिँ खुसी भएको कुराहरू मात्रै मान्छेलाई देखाएर हुन्छ कि उसले तर आफ्नो भित्रको दुःख चाहिँ देखाएर हुँदैन किन चाहिँ यस्तो होला क्या त्यो चाहिँ अब खोइ के भन्छ होला दाइ त्यो चाहिँ ठ्याक्क आइडिया भएन तर त्यो चाहिँ हो आफूले दुःख एक दिनको मात्र रमाइलो देखाइरहेको हुन चाहिँ हो तर यो सबै कुरा सेयर गर्नुपर्ने हो नि त होइन सबै कुरा देखाएपछि मात्रै त्यो नेपालमा भएको मान्छेहरूले पनि त बुझ्थ्यो होला नि त होइन कि विदेशमा यति दुःख हुँदो रहेछ यस्तो दुःख हुँदो रहेछ भन्ने कुरा उनीहरूलाई पनि थाहा हुन्थ्यो र उनीहरू पनि एकदम धेरै मान्छेहरू चाहिँ धेरै मान्छे नभनौँ जे भयो भने केही प्रतिशत मान्छेहरूले त यो कुराको प्रभावले पनि विदेश आउन रोकिन्थ्यो होला नि त होइन यो सबै कुरा सेयर गर्ने भएर तर विदेश आएको मान्छेले के गर्छ भने उसले यहाँ भएको एकदम रमाइलो क्षणहरू मात्रै देखाइदिन्छ अनि उनीहरूलाई के एक्सपेक्टेसन हुन्छ भने ए विदेशमा त यस्तो रमाइलो हुँदो रहेछ विदेशको लाइफ छुट्टै हुँदो रहेछ भन्ने सोच्छ अनि त्यही भएर पनि बढी विदेशमा एट्र्याक्ट हुन्छ क्या मान्छेहरू होइन त्यस्तो लाग्छ मलाई मान्छेलाई अब नेपालमा अब त्यही काम गरेर चाहिँ अब थोरै छ कमाइ अब त्यही काम विदेशमा गऱ्यो भने लाखौँ कमाइन्छ भन्ने सोचले पनि हुनसक्छ यो कस्तो हुन्छ भने अब नेपालको मुद्रा र नेपालको मुद्रा अब यहाँको मुद्रा र नेपालको मुद्रामा अब कन्भर्ट गर्दाखेरि धेरै डिफ्रेन्स आउने भयो नि त मानव कुनै मान्छेले यहाँ 8 घन्टा काम गरिरहेछ अनि नेपालमा सेम 8 घन्टा काम गरिरहेछ तर उसले नेपालमा 8 घन्टा काम गर्दाखेरि 10,000 पाइरह अनि यहाँ सेम त्यस्तै गरी 8 घन्टा काम गर्दाखेरि अनि 20,000 पाइरह डबलै पाइरह अनि अभियसली मान्छेले एकदम त्यो भएको हिसाबले पनि प्राय मान्छेहरूले विदेश रोज्न स्वाभाविक नै हो भन्छु अनि अपकमिङ प्लानहरू के छ त रेखाको वाट्स यर फ्युचर प्लान अहिलेलाई चाहिँ 2-3 महिना भयो यहाँ आएको अहिलेलाई चाहिँ त्यस्तो केही प्लान चाहिँ छैन अब यसरी नै चलिरहेको छ अब हेरौँ कति समय चल्छ त्यसपछि अब थाहा छैन भोलि के हुन्छ नेभर नो वाट गोना इन फ्युचर टुमरो के हुन्छ भनेर होइन अनि तिमीलाई सोध्न मन लागेको अर्को कुरा के छ भने जस्तै लाइफ भनेको त सधैँ एउटै हुँदैन नि त खुसी पनि हुँदैन दुःख पनि हुँदैन जहिले जे पनि भइराख्न सकेको हुन्छ होइन तिमी कहिलेकाहीँ लाइफमा एकदमै अपसेट भएको बेलामा हुन्छ नि एकदमै आफूलाई डाउन फिल गरेको बेलामा चाहिँ कसरी आफूलाई चाहिँ मोटिभेट गर्छौ के कुराले चाहिँ मोटिभेट गर्छ म त एकदमै के अरे स्पिरिचुअल मान्छे हो होइन अनि मलाई केही टेन्सन भयो म एकदमै भगवान्हरूको त्यो हुन्छ नि भजनहरू अनि त्यो मन्त्रहरू त्यस्तो टाइपको हेरेर आफूलाई हल्का पोजिटिभ चाहिँ बनाउँछु अनि अर्को कुरा चाहिँ हिँडेर आफूलाई शरीरलाई एकदमै टायर्ड बनाएर हिँड्ने अनि त्यो ग्रिनी हुन्छ नि जङ्गलहरूको त्यो हरियाली समुद्र खोला अब यहाँ त खोला चाहिँ देख्न पाएन होइन त्यस्तो ठाउँहरू हेरेर चाहिँ आफूलाई पोजिटिभ बनाउँछु मैले चाहिँ
त्यही नै हो। उम्, लाइफमा अप एन्ड डाउन त धेरै नै त्यही हुन्छ त अप दाइ। एन्ड डाउन त सबैको हुन्छ होइन। धेरै नै हुन्छ। अहिले अहिले चाहिँ यता काममा बिजी भइसकेपछि चाहिँ अब त्यस्तो धेरै सोच्न पर्ने तनावै भएको चाहिँ छैन नि त। बिजी भयो भने चाहिँ थाकिन्छ, आइन्छ, खाइन्छ, सुतिन्छ, उठिन्छ, एकदम हिँडिन्छ। त्यही भएर जसले अहिलेलाई फेरि चाहिँ ड्युटी जानुपर्छ भन्ने तनाव हुन्छ होइन। त्यही काम त्यही आयो खायो फेरि अँ, सुत्यो ड्युटी गयो अँ, त्यसमै दिन बितिरहन्छ होइन। त्यही नै हो दाइ। ल हाम्रो अन्तिम टाइम आयो। अब यो तिम्रो महत्त्वपूर्ण समय मलाई एकछिन उपलब्ध गराइदियो त्यसको लागि धेरै धेरै धन्यवाद। भ्युअर्सलाई के भन्न चाहन्छु? सुरुमा चाहिँ किरण दाइलाई धेरै धेरै थ्याङ्क यू भन्न चाहन्छु किनभने दाइले मलाई यो अपर्च्युनिटी दिनुभयो आफ्नो कुरा राख्नको लागि होइन। अनि अरू चाहिँ सबैजना पोजिटिभ भएर बस्नु होला होइन। नेपालमा त अहिले अब चाहिँ नेपालमा केही चेन्ज आउँछ जस्तो छ। आज के भएर यो ठ्याक्कै हामीले सुट गर्दा चाहिँ आज चाहिँ ठ्याक्कै इलेक्सन भएको नेपालमा। इलेक्सन थियो। अब नयाँ पुस्ताले नयाँ चेन्ज ल्याउनु भयो भने चाहिँ धेरै मान्छेहरू विदेश हुनु पनि पर्दैन होला सायद होइन। ठिक छ जे होस् सबैजना पोजिटिभ हुनु, राम्रो गर्नु, त्यही नै भन्न चाहन्छु। अब फेरि हामी नेक्स्ट टाइम भेटौँला। फेरि हामी भोलि बिहान उठेर दौड्नु नै बाँकी छ कामको लागि। अहिले धेरै अब ढिला पनि भइसक्यो। यही नै हो। नेक्स्ट टाइम भेटौँला। बाई बाई। सबैजनाले माया साथ सपोर्ट दिनु होला। हाम्रो च्यानललाई लाइक सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला। बाई बाई। यो हाम्रो फर्स्ट सुट हो। बहिनीदेखि सुरु गरेको छु मैले। आई होप ल बहिनी चाहिँ मेरो लक्की बनोस्। अनि एकदम सबैलाई धेरै माया। अनि फर्स्ट भएको कारणले हामीमा धेरै कमी कमजोरी हुनसक्छ। हामीले के सच्याउनु पर्छ सबैजनाले कमेन्टमा लेखिदिनु। हामी त्यही तपाईँहरूले भनेअनुसारै सच्याएर एकदम राम्रो बनाउने कोसिस गर्छौँ डेली। सकेसम्म हाम्रो कोसिस जारी रहन्छ। अब अर्को एपिसोडमा आउनुसम्मको लागि सबैजना स्टे हेल्थी, स्टे पोजिटिभ। सबैजनालाई गुड बाई। बाई बाई। राधे राधे।